हेलो साथीहरु, वेलकम माई युट्युब च्यानल। हजुरहरुलाई स्वागत छ र मलाई पनि स्वागत छ। आज चाहिँ हामी यहाँ तोरीको साग टिप्न आएको छौं साथीहरु। हेर्नु है, हामी भाउजू बिहान साज यता पर्याहान फेरि साजले कुर्ता किन फर्कायो थाहा छैन। साली दिदी अहिले त आउनु के छ त खबर भन्नु न। जोरसँग भन्नु न, कस्तो सोलो बोल्या फेरि। ठिकै छ, के हुने र हाल खबर त बोली नै सोलो हो के हाम्रो। के गर्नुहुन्छ आज? तोरीको साग किन यसरी बार लानमा सस्तो भएर हो? सस्तै भएर सोलो भनेर नि। सबैले बाहिर खाम्ला भनेर यहाँ चनामा हाल्यो है साग खानु हैन। चराउ निकाल्ने हो? चना त निकाल्ने हैन। अरु के निकाल्ने त के? तोरी साग मात्रै। अनि अरु के छ? कतिको खबर छ? भैलो कति खेल्ने? तिहार कस्तो हुने हो? यो सालको गया साल जस्तै हुने हो कि कस्तो हुने हो? अहिले त रमाइलो गरममा बडी दिनले हुने। बडी सन्जर मात्र खेल्ने त हामी जवानी जेएनजीहरु खेल्ने हैन। हामी त बडी भइम र अब। हामी जेएनजी पुस्तालाई बाहिर फाल्या। खेला त त्यसै बडी मान्छे। हामी त जेएनजी परिगयो, जेएनजी खेले अलि सुहाउन के। बाबुजू हजुर हजुर तपाई किन बोल्नु त फेरि? के हजुर हजुर हो त? भनिदिनुस्, लाइक कमेन्ट शेयर गरिदिनु होला मेरो नन्दको युट्युब च्यानललाई। भनिदिनु छ अरे कस्तो गरे हो के? ए कस्तो मोबाइलमा त कि त मोबाइलमा फोटो त खिचिरहनु छ तपाईहरुले, के मोबाइलमा नदेख्ने भए भन्ने हो? तपाई मोबाइल मेरो मोबाइल एउटै त हो गर। हेर्नु साथीहरु, हामीले तोरी साग टिप्यौं। हेर्नु यता तल गैरी खेत धान झलमल्ल धान फलेको छ। प्यालो प्यालो सनराइज आउला छ। यहाँबाट देखिन्छ। अनि तोरी साग चाहिँ यही हो। अब यो पुरा टिपिसकेपछि बल्ल एक साग हुन्छ होला साथीहरु। ए केरा घारी कत्रो माना हेर्नु साथीहरु, केरा देख्नु भयो नि? केरा खाने भए आउनु भन्नु। हजुर दिदी कति रुपियाँ दर्जन हो भन्नु त? केरा त अब पाकेपछि थाहा हुन्छ नि कति रुपियाँ दर्जन हो भनेर। नै कुन केरा हो नाम थाहा होला त? खै यो केराको नाम पनि थाहा हुँदैन, बिना नामको त होला। बङ्गाली केरा हो के केरा? बङ्गाली कि रोल्पाली? बङ्गाली हो के दङ्गाली हो? अनि त्यसो तिहारमा किन्नु पर्दैन। अहिले निकालेर पकाउन आज ठिक होला दिदी? नखाने पकाउन? अलि अझै हाल्दैन क्या? हेर्नु एक प्रकार भयो साथी हाम्रो तोरी साग। 2 वर्षमा एकपटक खान पाइन्छ। नेपाल आएपछि यो टाइम आएपछि गर्मीमा आएपछि चाहिँ खान पाइन्न। यो पनि हाम्रो बारीको होइन है, फेरि हाम्रो छिमेकी दिदीको बारीमा आछन् टिप्न। अघि नै आए थियौँ चोर्न भनेर, तर मान्छे कोही भेटाएन। फेरि मान्छे आउने बाटो हेरेर फेरि गाली फेरि सित्ती गदरङ र यो सल्यानी उसले त उठी बास लगाउनुहुन्छ सल्यानी दङ्गालीलाई। दिदी कसरी गाली गर्छन् तपाईँको सल्यानी भाषाले भन्नु त? भन्नु न भन्नु त। सल्यानी गाना सल्यानी हिसाबले भन्नु न, गाना गाउनु न। सबैले हेर्छन् के? भन्नु न, हामी तिहारमा गाउने गाना को हो भन्नु त? भनिदेऊ न बा, कस्तो गरे छौ बा? दिदी भन्नु कि गाउनु? एक्लै त खुब आउँछ नि फेरि गाना। एक्लै मात्रै आउँछ नि। अघि न माछा मारे एक प्रकार माछा मारे आया फेरि केहीमा होइन छोड्ने पनि म जस्तै। गाउनु दिदी, दोरी खेलाम न, आउनु न तपाईँहरूमा। म जान्दैन क्या। भन्नु दिदी तपाईँ सुरु गर्नु, अनि त्यसको म भन्छु क्या अन्ताक्षरी के भन्नु त? कहिले खेलेको नि? भन्नु न तपाईँ जे पनि गाउनु, त्यसको उत्तर म दिन्छु क्या। ल भन्नु कि दिदी? अब आउँदै हान्न त। आउँदैन निकाल्ने हो त भाका? आउनु त कुरा आउँछ नि, सबले निकाल्ने त हो भाका साथीहरु होइन? भन्नु त? बरु छोपी लाग्ने भन्छ, छोपी लाग्दैछु। ले के गाना गाना? आकाशका 3 तारा तीनै हुन्, 3 तारा तीनै हुन्, हाँस्ने खेल्ने दिन हाम्रा यिनै हुन्, छिनको छिनैमा भेट भयो माया के भनी बोलाउमा पहिलो दिनैमा। ल निकाल्नु, माबाट निकाल्नुहोस्।
माछिदै पोखरा फेवातालको लौ माया साँच्चैको नलाउ बो ख्याल ख्यालैको। भाउजू नाच्न त भाइ तल माथि दाया र बाया छम छम नाचिदेऊ निर्माया। यहाँबाट अब यहाँबाट के गीत गाउने त मैले भन्नु गीतै हान्न यहाँबाट गाउने यानी माया हो ओइ यानी माया हो बठनिया हो भन्ने गीत हो र यानी माया अरू हान्न त अरू के भन्न चाहनुहुन्छ मेरा फेसबुक साथीहरू युट्युब साथीलाई के भन्न चाहनुहुन्छ ल भन्नुहोस्। लाइक सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु अरू भन्न चाहन्न। यति भन्दै बिदा माग्छु साथीहरू बाई बाई। अर्को भ्लगमा म बनाउँछु। आज चाहिँ तोरी साग टिप्न आएको चना पनि यहाँ लास्टै भइसक्यो। भाउजूले चाहिँ छाक पुऱ्याउला हाम्रो कतिखेर पुग्ने हो थाहा छैन। अर्को भिडियोमा बनाउँछु है त साथीहरू बाई। भाउजू बाई बिहान बाई।